187औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आज हामी लुम्बिनी फोटोग्राफर सङ्घका सदस्यज्यूहरू बुद्धको जन्मभूमि मायादेवी टेम्पलमा हामी यहाँ आज फोटो तथा भिडियोग्राफी गर्न यहाँ आइसकेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो साथीहरू यहाँ गर्मीले आत्तिरहनु भएको छ। एकदम गर्मी छ लुम्बिनीमा। हामी सबैजना फोटोग्राफर हो। आज हामी लुम्बिनी फोटोग्राफर सङ्घका आजीवन सदस्य, साधारण सदस्य गरी करिब 70 जना यहाँ हामी लुम्बिनीमा उपस्थित भइसकेका छौँ। हाम्रो यस लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्षज्यू हुनुहुन्छ उहाँ दिनेश अर्याल। यसै गरी हाम्रो यहाँ महिला लुम्बिनी फोटोग्राफर सङ्घको महिला समिति सदस्य हुनुहुन्छ उहाँ रिता पौडेलज्यू। यसै गरी हाम्रो लुम्बिनी फोटोग्राफर सङ्घका सदस्य हिराबहादुर थापाजी हुनुहुन्छ उहाँ। यसै गरी उहाँ हाम्रो वरिष्ठ हेलो रामु सर वरिष्ठ उपाध्यक्षज्यू हुनुहुन्छ उहाँ रामप्रसाद भण्डारीज्यू। यसै गरी हाम्रो थान प्रसाद डुम्रे भाइ पनि यहाँ उपस्थित हुनुहुन्छ। ल हेर्न सक्नुहुन्छ लुम्बिनीमा एकदम गर्मी छ। गर्मीले सबैजना आत्तिरहनु भएको छ। अझै धेरै ठाउँको फोटो भिडियो लिन यहाँ बाँकी नै छ। सम्पूर्णलाई आज 187औं विश्व फोटोग्राफी दिवसको शुभकामना। हाम्रो उहाँ कोषाध्यक्ष हुनुहुन्छ जिके काशी राम पोखरेलज्यू। आज हामी विश्व फोटोग्राफर दिवस 187औं फोटोग्राफर दिवसको उपलक्ष्यमा हामी यतिखेर लुम्बिनीमा छौँ। गर्मीको मौसम बढी भइरहेको रमाइलो पनि भयो। हामी विभिन्न क्षेत्रबाट यहाँ उपस्थित भइरहेछ। सम्पूर्ण साथीहरूलाई आज जति उपस्थित हुनुभयो उहाँलाई धेरै धेरै धन्यवाद छ। जति घरमा बस्नु भएको उहाँलाई पनि विशेष धन्यवाद छ है। आउँदा दिनमा पनि घरमै बसेर हेर्नु होला। हामी यसरी फिल्ममा नआउनु होला, सकभर नआउनु होला, घरमै बस्नु होला है। होइन ठिकै छ। उहाँले भन्नु खोज्नुभएको अरू कार्यक्रममा आउनु होला, यो कार्यक्रममा आइहाल्नु भएन। आफ्नै होल फोटोग्राफी दिएको दिन हजुरलाई धेरै धेरै धन्यवाद छ नआउनेलाई। आज हामीले लम्बाइले भव्य बुढो छ हाम्रो माधव सर। नमस्कार माधव सर, कस्तो लागिरहेको आज 187औं विश्व? हजुर गर्मी लागिरहेको छ। 187औं विश्व फोटोग्राफी दिवसको एकदम उत्सुकता र उमङ्गका साथ लुम्बिनीमा छौँ हामी। यसरी कार्यक्रम चलिरहेको छ। फोटोग्राफ कार्यक्रम धेरै साथीहरू उपस्थित हुनुहुन्छ। सबैलाई धेरै धेरै शुभकामना। धन्यवाद।